फिसर भनेको चाहिँ कडा दिशा आउँदा चाहिँ मलद्वारमा एउटा च्यातिएर घाउ बनेको हुन्छ। यो चाहिँ एक्युट र क्रोनिक हुन्छ। यसमा यसको सिम्पटम भनेको चाहिँ एकदम दुख्ने, दिशा गरेपछि रगत आउने र कोही कोही बिरामीहरू त भोलि दिशा गर्नुपर्छ भनेर रातिदेखि नै आत्तिने हुन्छ। फिसरको उपचार पनि लेजरबाट सम्भव छ। इनफ्याक्ट फिसरको चाहिँ लेजरबाट गर्दा बाहिर घाउ पनि हुँदैन र अझ इफेक्टिभ छ।